तरै मगर हेलो गाइस, आज हामी रोपाइ गर्दैछु है गाइस। पहिला सुरु गरेको है 7 गतेको शुक्रबारको। तपाईँहरुले के कस्तो भइरहेछ ल है गाइस। आज हामी रोपाइ गर्दैछु। तपाईहरु पनि आउनुस् है रोपाइ गर्न। म चाहिँ बर्से गर्दैछु गाइस है। आनन्द छ नि। Parah. Mami धान रोप्दै हुनुहुन्छ। बुवा हो त। रोपेको आज आषाढको 7 गते पहिलेको रोपाइ। आषाढको 7 गते पनि शनिबार पनि है। आज बारले पनि शनिबार पर्यो। ये रोपाइ गर्नु परिहाल्यो नि अब। भर्खर सुरु होइन मम्मी? आजदेखि सुरु गरेको। ए लो हेलो। अब भोलिदेखि धमाधम आजदेखि धमाधम रोपाइ गर्ने। अब कतिवटा खेत बाँकी छ मम्मी? आछै छ 3-4 वटा खेत। ए लो टनै रहेछ खेत तपाईहरुको। लो हेलो त्यसो भए मजाले रोप्नुस् न, आनन्दले रोप्नुस्। म एक्लै छु। ल ल। आज हाम्रो यहाँबाट सुरु भएको छ हैन रोपाइ चाहिँ। यहाँबाट सुरु भएको छ रोपाइ चाहिँ हाम्रो है। अझै बाँकी छ है हाम्रो, यो बाँकी छ अझै। पानी आउँदैछ सरक हैन। अब यसो यो खेत चाहिँ अब टक्क लाएर रोप्नुपर्ने छ। बिस्तारै तपाईहरु के हुन्छ सबै म तपाईहरुलाई देखाउन चाहन्छु है त बिस्तारै। सबैजनाले युट्युबमा हेर्दिनु, सब्स्क्राइब गर्दिनु है। आजको लागि अब आजदेखि आषाढ 7 गते गइसक्यो। शनिबारको दिन खेत रोप्न थाल्यो। मेरो सोधिनु हो सबै दिदीबहिनीले हेर्दिनु है। कमेन्ट गरिदिनु। कमेन्ट गरिदिनु मलाई। कमेन्ट गरिदिनु। लाइक गरिदिनु। सेयर गरिदिनु। सबैजना दिदीबहिनी दाजुभाइले सेयर गरिदिनु है त भाइहरुले। झरनाको चिसो पानी मैया गरम। यहाँ से गाइस पसिने भइरहेछ हैन। हेर्नुस् गाइस अब यति बाँकी छ हाम्रो। धेरै एउटा दरा बाँकी छ। हामी चाहिँ यहाँ
रोपिरहेको छु गाइज। फाइनली गाइज हाम्रो चाहिँ खेत रोपिसकेको अवस्था। मम्मी रोप्दै हुनुहुन्छ, अलिकति बाँकी छ अब है। हाम्रो यहाँ रोपिसकेको मात्र हाम्रो हो गाइज, तपाईँ देख्न सक्नुहुन्छ। यसको नाम चाहिँ ओल्लो सामरा है हाम्रो। हेर्नुहोस् गाइज हाम्रो रोपिसकेको है, तल देखिरहेको छु हामीले, देख्न सक्नुहुन्छ गाइज। आजको लागि चाहिँ हाम्रो रोपाइको ब्लग चाहिँ यहाँ इन गर्न चाहन्छु है त। मम्मी आजको हाम्रो भिडियो हेर्ने दर्शकहरूले के भन्न चाहन्छ? लाइक गर्ने, कमेन्ट गर्ने, सेयर गर्ने, अनि युट्युब च्यानललाई सब्स्क्राइब गर्ने। आजको लागि धन्यवाद।